बालेनको समर्थनमा बनेको प्रधानमन्त्री, बालेनकै समर्थनमा बनेको गृहमन्त्री, अनि बालेन र प्रधानमन्त्रीलाई जे पाए त्यही भन्दै हिँडेपछि अनि हजुरलाई पक्रा पुर्जी आउँदैन त दाइ? आउँछ नि। पक्रिने भनेकै तपाईँ हामी सिधा साधा जनतालाई हो। हत्यारा, ज्यानमारा, बलात्कारी, लुटेरा यस्तोलाई त पक्राउ गर्ने हिम्मत पनि हुनु पर्यो नि त गृहमन्त्रीको। यस्तो अनुहारले पक्रिने त आँट आउँदैन पके पनि। बाघ हुनुपर्छ, बाघ, शेर। अब गृहमन्त्री बनाउने रविलाई नै हो, बुझ्नुभयो नि। पहिला पनि ठुल्ठुला फाइलहरू खोल्दाखेरि यिनीहरूले लगेर पदबाट निष्कासन गरे र जेलमा घुसारे। त्यहाँबाट अहिलेसम्म यता र उता घुमाउँदै राखेका छन्। अब गृहमन्त्री भनेको रवि नै हुनुपर्छ र हर्क सरलाई प्रधानमन्त्री बनाउने यो पालिको पक्का है। म चाहिँ सहमत छु। हजुरहरू के कस्तो छ सुझाव सल्लाह कमेन्ट गर्नुहोला। जय नेपाल।